हेलो एभ्रिवान, सबैजनालाई फुल क्रेडिट्समा स्वागत छ। आज हामी एनिम ग्रेड 12को 2083को रिजल्ट चाहिँ कसरी हेर्ने होला अनि 2082मा चाहिँ कति स्टुडेन्टहरू पास भएको थियो, के भएको थियो त्यो भनेर हामी हेर्न जान्छौँ। स्पेसली चाहिँ 2083को अहिले जुन प्लस टू दिएर बसिरहनु भएको जो जो हुन्छ उहाँहरूलाई चाहिँ रिजल्ट कसरी हेर्ने भन्ने चाहिँ भनेर चाहिँ यो भिडियोमा देखाउनु गइरहेको छ। सो प्लिज वाच दिस भिडियो टिल द एन्ड। सो लेट्स स्टार्ट। अब हाम्रो चाहिँ यहाँनिर ग्रेड टुवेल्भ इक्जाम 2082को ओभरभ्यू हेर्दाखेरि इक्जाम डेट चाहिँ वैशाख 21 2082मा भएको थियो अनि इक्जाम एन्ड चाहिँ जेठ 2 2082मा थियो। अनि टोटल स्टुडेन्ट कति थियो? 5,11,525जना थियो भने इक्जाम सेन्टर चाहिँ 1591 सेन्टरहरू थियो र 77वटा डिस्ट्रिक्टहरू थियो है। साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल, एजुकेसनबाट चाहिँ यति स्टुडेन्टहरू थियो जम्मा टोटल। अनि त्यसपछि हाम्रो छ रिजल्टको ओभरभ्यू हेर्दाखेरि 61.17% पास भएको थियो भने 38.83% चाहिँ नन ग्रेड एनजी आएको थियो। डिड नट पास द्याट इयर है। अनि त्यो प्रिभियस इयर भनेको अझ 2081मा चाहिँ के थियो भन्दाखेरि 52.91% पास भएको थियो भने एनजी आउने 47.09% थियो। यो चाहिँ 2082मा इम्प्रुभ भएको थियो है। अब अहिलेको 2083मा के हुन्छ त्यो आउनै बाँकी छ। अनि जिपिए डिस्ट्रिब्युसन भनेको अब 2082मा चाहिँ 13,502ले ए प्लस ल्याएको थिएँ अनि ए ल्याउनेमा 55,896 थिए, बी प्लस ल्याउनेमा 94,268 थिए, बी ल्याउनेमा 69,812 थिए भने सी प्लस ल्याउनेमा कति थिए? 8,964जना थिए र एनजी ल्याउनेमा 1,53,822जना थिए। धेरैजनाले चाहिँ फेल भएको थियो। तपाईँहरू यसमा चाहिँ नपर्नु होला है। सो सबैजना पास हुनु होला। सो हाम्रो छ अब मेथड वान, चेक रिजल्ट अनलाइन वेबसाइटबाट है। एनइबीको अफिसियल वेबसाइट छ www.neb.gov.nb रिजल्ट/रिजल्ट। यो चाहिँ यही प्रोपर सर्च गर्नु होला वेबसाइटमा। त्यसपछि गएर वेबसाइट खोल्नुहोस्, त्यसपछि सिमल नम्बर र आफ्नो डेट अफ बर्थ राख्नुहोस् र सब्मिट थिचेपछि के हुन्छ त्यहाँ तपाईँको रिजल्ट चाहिँ सो देखाउँछ है, उसले देखाउँछ। अनि अर्को हाम्रो छ नेपाल टेलिकम nbc.nec.np भन्ने पनि छ। यसबाट पनि हेर्न मिल्छ नेपाल टेलिकमबाट। यसो पनि सेम प्रोसेस हो। यो यो युआरएल, यो लिङ्क अथवा यो टेक्स्ट त्यहाँ क्रोम ब्राउजरमा गएर टाइप गर्नुहोस्। त्यसपछि सिमल नम्बर हालेर आफ्नो डेट अफ बर्थ हालेर सब्मिट गरेपछि के हुन्छ तपाईँको रिजल्ट देखाउँछ। अनि अरू हाम्रो इडियु सञ्जाल भन्नेहरू पनि छ। त्यसपछि हाम्रो कान्तिपुर भन्ने पनि छ। त्यहाँबाट पनि हामीले चाहिँ रिजल्ट चेक गर्न सक्नुहुन्छ। स्पेसली तपाईँहरूले के भन्छ क्रोममा ब्राउजरमा जाने र त्यहाँ त्यसपछि क्लास 2 रिजल्ट चेक भनेर सर्च गर्ने र त्यहाँ आउँछन्, त्यहाँनिर सर्च गरेर हेर्नुहुन्छ। अब जस्तो एउटै वेबसाइटमा चाहिँ सर्भर डाउनको प्रब्लम भएर नदेखाउनु सक्छ, त्यो डिफ्रेन्ट डिफ्रेन्ट वेबसाइटहरू चाहिँ चेक गर्न सक्नुहुन्छ। सो यही हो प्रोसेस चाहिँ। अब हाम्रो अर्को मेथड छ भनेको एसएमएस, आइबिआर र युएसएसडी युज गरेर है। यो चाहिँ भनेको एसएमएस एनटिसी सिम चाहिन्छ होइन। मेसेज बक्स खोल्नुहोस् अनि टाइप गर्नुहोस् एनइबी, त्यसपछि सिमल, आफ्नो सिमल एनइबी लेखेर आफ्नो सिमल नम्बर हाल्नुहोस् त्यहाँ। अनि त्यसपछि आफ्नो लास्टको लेटर के छ त्यो पनि हाल्नु ल। अनि 1600मा सेन्ड गर्नुहोस् है। अनि एसएमएसमा चाहिँ रिजल्ट आउँदैछ। अनि आइबिआर कल भनेको एनडिसी ल्यान्डिङ मोबाइलबाट कल गर्नुहोस् र डायल 1601 अनि भोइस इन्स्ट्रक्सन फलो गर्नुहोस् अनि सिम्बल नम्बर इन्टर गर्नुहोस् र आफ्नो रिजल्ट चाहिँ पत्ता लगाउनुहोस्। अब युएसएसडी भनेको यो चाहिँ क्विक, एकदम क्विक। एनडिसी सिमको मोबाइलमा जाने अनि *1600# डाउनलोड गर्ने, स्क्रिनमा आउने इन्स्ट्रक्सनहरू फलो गर्ने र चाहिँ रिजल्ट हेर्न चाहिँ एकदम हेल्पफुल हुन्छ। यो दुइटा मेथड 2 भयो, मेथड 2 र 3। अब हामीले रिजल्ट पछि के गर्ने त? तपाईँहरूले के गर्नुपर्छ त? वाट्स नेक्स्ट भन्दाखेरि चाहिँ पास भयो के भन्छ, कङ्ग्रेचुलेसन, कलेज युनिभर्सिटी एडमिसनको लागि तयारी गर्नुहोस्, ग्रेड सिट डाउनलोड गरिराख्नु भनेको। अब पास, यदि तपाईँ पास हुनुभयो प्लस टूको भने मेरो च्यानलमा अरू पनि भिडियोहरू छ, बिसिए बिबिएसहरूको चाहिँ कोर्सहरूको कस्तो छ भनेर एनालाइज गरेको छ। अब तपाईँ साइन्सबाट हुनुहुन्छ अथवा म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेसन जेबाट पनि हुनुहुन्छ भने कुन पढ्दा चाहिँ ठिक हुन्छ भनेर मैले भिडियोहरू पनि हालेको छु। त्यो भिडियोहरू पनि गएर चेक गर्नु होला है मेरो प्रोफाइलमा। अनि मेरो प्रोफाइललाई सब्सक्राइब पनि गर्नु होला। अनि हाम्रो छ अर्को टोटलिङ एप्लाई भनेको मन परेमा रिजल्ट मन नपरेमा रिटोटलिङको लागि एप्लाई गर्न सक्नुहुन्छ। एनइबीको अफिसियल साइट पनि हेर्नुपर्छ है। टोटलिङ पनि गर्न मिल्छ। रिजल्ट मन परेन अथवा फेल भयो, आफूलाई डाउट छ, मैले लेखेको छु 100% गरेको छु तर म फेल भयो भन्ने लाग्छ भने त्यो गर्न मिल्छ। अनि नन ग्रेड एनजी भनेको चाहिँ ग्रेड इन्क्रिमेन्ट भनेको सप्लिमेन्ट्री इक्जाम दिन सक्नुहुन्छ होइन। एनइबीको नोटिस हेरेर नै अनि सप्लिमेन्ट्री इक्जाम दिने फर्म भएर।
सो हाम्रो क्विक समरी भनेको एनइबी अफिसियल www.neb.gov.nb रिजल्टबाट चाहिँ हामीले हेर्न सक्ने भयो। एनडिसी वेबसाइट भनेको neb.ndc.net.nb बाट पनि हेर्न सक्ने भयो है। यो चाहिँ क्रोम ब्राउजरमा टाइप गर्ने र हेर्ने रिजल्ट अनि एसएमएसमा टाइप एनइबी सिमल नगर सेन्ड टु 1600 मा गर्ने अनि आइबिआर कलमा भने 1601 एनडिसी भयो होइन। एसयुएसटीमा हुन्छ स्टार 1600 ह्याच गर्ने अनि त्यसपछि एनडिसिएम चाहिँ हुनु पऱ्यो है। त्यो हुन्छ त्यो यति नै थियो। यो तपाईँलाई छोटो रूपमा चाहिँ बुझाउने सम्झाउने तरिकाले बनाएको भिडियो हो यो। सो यति पछि बुझ्नुभयो होला तपाईँहरूले। अनि यस फ्रेन्ड क्रिएट्सलाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। बेल आइकनलाई ट्याङ्ग बजाइदिनु होला। साथै म अरू अरू भिडियो पनि ल्याउन सक्छु। सो हेल्प होस्। थ्याङ्क यू सो मच एभ्री वान। हामी अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद सबैजनालाई शुभकामना।